हामी चाहिँ हैन चुड्का प्रोग्राम हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। हजुरहरूले थाहा पाइसक्नुभयो होला यसपालिको ब्लग के रहेको छ भनेर। अनि आइएम सो सरी यसपालि चाहिँ भिडियो क्लिपहरू धेरै लिन पाएन, किनकि हाम्रो सिचुएसन नै त्यस्तै थियो। यसपालि एकदम सर्ट टाइम थियो हामीसँग, हरेक कुराको लागि हामीले नै एडजस्ट गर्नुपर्ने थियो। त्यही भएर हामीले फर्स्टको क्लिपहरू चाहिँ लिन पाएन। अब स्टार्टिङ आजको ब्लग चाहिँ यही पसलबाट नै सुरु हुनेछ। त्यसपछि चाहिँ हामी केटीकेटीहरू सल्लाह गरेर यस्तै सोल्टीहरूसँग पनि उता यस्तै 2:30-3 बजीतिर कुराहरू फिक्स भएको थियो होला। त्यसपछि हामी केटीहरू सल्लाह गरेर रासनको लागि गए, रासनको काम भएर देन सब्जी किन्न गए। हामीलाई चाहिँ एकदमै सजिलो भयो सामानहरू किन्नलाई, किनकि पसल पनि चिनेको घर नजिकै होइन, एकदम सजिलो भयो। यताउति गर्दा गर्दा रात पनि परिसकेको थियो र गाडी पनि आइसकेको थियो। अनि त्यसपछि हल्का सामानहरू पनि गाडीमा हाल्नुपर्ने थियो। अनि हामी सबैजना एकजुट भएर काम गरे र सामान राखेँ। A few moments later. मलाई यो जिन्दगीले कहाँ पुर्यायो, कहिले हँसायो। आयो मम्मी, फाइनली हामी आइपुगेको है, गाउँ आइपुगेको खुसी। अनि यो सामान बोकेर जान पर्ने दुःख। हाम्रो फर्स्टमा इन्टेन्सन चाहिँ सोल्टीहरूको लागि खाना बनाउने र डेकोरेसन गर्ने अनि स्वागतको लागि अक्षताहरू रेडी गर्नु थियो। अनि त्यो पनि हामीले गरे। अनि त्यसपछि चाहिँ हामीले कोही तरकारी केलाउने, कोही तरकारी बनाउने, कोही चामल धुने, कोही भाँडो माझ्ने, कोही अचार, कोही दाल बनाउने गरेर हामीले हाम्रो काम भ्यायो खाना बनाउने। हामी पनि खाना खाएर आएको थिएन घरबाट, त्यही भएर हामीले चाहिँ चाउचाउ बनाएर खाएँ। त्यसपछि चाउचाउ बनाएर खाएर त्यसपछि हामी रेडी हुन थाल्यौँ। हामी चाहिँ अहिले रेडी हुँदैछौँ, सोल्टीहरूको वेट गर्दैछौँ। केही समयपछि सोल्टीहरू पनि आउनुभयो र हामीले उहाँहरूलाई स्वागत गऱ्यौँ। त्यसपछि उहाँहरूलाई स्वागत गरेपछि हामी पहिलो चरण चोर्का नाच्न थाल्यौँ। सोल्टीहरू रेस्ट गरेको बेलामा हामी यताउति खानाहरूको लागि रेडी बनाउन थाले जसक्दो छिटो। हाम्रो सानी गुरुङले यहाँ चना बनाउन लागिरहेको छ। यो चाहिँ मैले मुला काटेर रेडी गर्दैछु छु अचारको लागि। हाम्रो यहाँ लीला शान्तिजी टमाटर काट्दै हुनुहुन्छ। तर यस्तै छ है जिन्दगी, लाइफ। अहिले कसको याद आइरह? दिदीहरुको। झर्रा लगाएर
अनि हाम्रो बाबाआमालाई आयो भन्छु।
लज गरे होला खै यताबाट अनुहार मिले है बराबर बल्ल फेस अझै पनि राम्रो कस्तो रहेछ राम्रो त छ नि ल यस्तै उता फर्किनु तारासँगै जुन बिर्स्यो कि ल हामी यस्तै आउँदा फोडेको छिन्दालाई म जस्तो सबै पुस जाने हो मेरो गीत जाओस् न हामी आछौ चुरी बासका मैना चुरी बासका मैना नानी पानफुल पासो हाँसी हाँसी लाएको पियाले बिर्सौमा कासाले चुरी बासका जाने हो गाइजहरू अब हामी चाहिँ होइन चुड्को प्रोग्राम सकेर होइन चुरीबासबाट हामी आबुखैरीतर्फ जाँदैछौँ है गाइजहरू लेट्स गो बिचमा बाटोहरू ठाउँ ठाउँमा हेरिरहनु होला भन्ने हामीले चाहिँ होइन भनिरहेको छौँ त एभ्रिवान फेरि पनि सम्पूर्णमा नमस्कार भिडियोको लास्ट पार्ट हो आज चाहिँ हामीले चुट्टा भ्याएर पनि सबै साथीहरू भेटेर फेरि रमाइलो गरौँ कस्तो भयो भन्दा आज चाहिँ हामी भेटेको है फर्स्टमा चाहिँ चुट्टा गाउन आउनु भएको सोल्टीहरूलाई एकदम धेरै थ्याङ्क यू किनभने अब यति हाम्रो गाउँ त जे भए पनि टाढा छ नि त त्यही माथि अब अलिकति अफरोड बाटो पनि त्यस्तै छ मनैदेखि हामीलाई नै भनेर त्यति टाढाको बाटो त्यति रातिको समयमा भोकै पनि यस्तो दुःख गरेर आएर पनि एकदम धेरै रमाइलो गरिदिनु भयो मनमा त्यस्तो केही भएन त्यही भएर फर्स्टमा चाहिँ तपाईँहरूलाई एकदम धेरै थ्याङ्क यू है त्यो आधा रातहरूमा धेरै प्रब्लम आएर उहाँहरू पनि टाइममा आउनु भएन ठिकै छ त्यो बेलामा फेरि मौसम पनि त्यस्तै भइरहेको थियो नि त रातिको बेला त्यही माथि कुहिरोहरू अब लेकमा त्यस्तै त हो कुहिरोहरू आएर गाडीले त्यो मात्रै देख्दा त बिचरा गाउँ पनि छोडेर जानुभएछ कि नदेखेर त्यसको लागि पनि सरी है हामी सबैजना माफी चाहन्छु यस्तो पनि भयो कि अब हामीले एकदमै धेरै प्रिपेयर गरेर गर्न पनि पाएन नि त अचानक गरेको अब 2 बजे हामीले कुरा फिक्स गरेर 2 घन्टामा हामीले सबै सामानहरू सबै सामान 2 घन्टामा चाहिँ मेन चाहिँ रिना र टन्सालाई एकदम धेरै थ्याङ्क यू है किनभने हामी भनेको चाहिँ सबै आफ्नै ठाउँमा थियो अब उनीहरू दुईजनाले सबै 2 घन्टामा सबै म्यानेज गरे कि अब रोटी पोल्ने सामानहरूदेखि लिएर खाना बनाउने अब सबै सामानहरू यहाँबाट सानो जिरोबाट चाहिँ
सबै कुराहरू कलेक्सन गरेर लानुपर्ने हुन्छ कि हाम्रो गाउँ चाहिँ एकदम धेरै टाढा छ त्यही भएर अब त्यो सबै पनि गरेर भ्याएर पनि हामीले सबै एकजुट भएर जान सक्यौँ नि त त्यही नै ठुलो कुरा हो हामीलाई चाहिँ अब खानामा अब बसाइमा के कस्तो भयो उहाँहरूलाई त्यो त थाहा भएन तर कोसिस चाहिँ हामीले 100% नै गरेको हो त्यसमा चाहिँ केही अब मनमा लाग्ने केही छ भने जाँदा पनि हतारै भयो आउँदा पनि हतारै भयो त्यही भएर हजुरसँग यसरी हजुरहरूलाई के कम्फर्टेबल भयो कि भएन भनेर पाएन त्यही भएर है भिडियो मार्फत हजुरहरूलाई भन्दैछु होइन हजुरहरू पनि राम्रोसँग सुनिदिनु बुझिदिनु होला होइन लङ त गरिहालौँ भन्दा आँट्यो पनि तर सकेको गऱ्यो पनि है कस्तो लाग्यो त एकदम पर्फेक्ट एकदम तर सोचेको भन्दा एकदम राम्रो किनभने हाम्रो प्रिपेयर नै 0 थियो नि त बेलामा कस्तो फिल भयो फाइनली हामी पनि एकदम धेरै म्याचुर नै भइसक्यो दिदीहरूलाई चाहिँ धेरै याद आयो भ्लग बनाउनुको कारण चाहिँ के हो भने हाम्रो हरेक कुरा मेमोरी भएर बसोस् भनेर हो पछि अब मोबाइलमा त कसैको मोबाइल डिस्प्ले जाँदा खोजेर पनि भेटाउन सक्दैन कुनै गुगलहरूमा राखे पनि आइडीहरू बिग्रिन सकिन्छ चाहेर पनि नभेटाउन सक्छ जस्ट एउटा यो केही पेजमा हामीले राख्यो भने त हामीले सर्च गरेर पनि हिँड्न सकिन्छ नि त हामीले धेरै लाइक सब्सक्राइबर्स भ्युअरहरू पनि चाहिँदैन जस्ट हाम्रो मेमोरी क्याच होस् भनेर हामीले यो भिडियो बनाउनुको कारण चाहिँ यो हो हामी सबैजना कल गरेको त्यो न्याउरो देखिनुको कारण एकचोटि नसुतिकन छट्टे काम त्यस्तो गरेर गयो नि त यस्तो हतार गरेर गयो हिजो पनि 11-12 बजे आएर सुत्यो अनि अलिकति निद्रा पाकेन नि त्यही भएर अझै पनि निद्रा तातो नै छ काम पनि गरियो प्रेसर पनि पऱ्यो त्यसलाई साइडमा राखेर रमाइलो चाहिँ धेरै भयो त्यही हो हाम्रो भिडियो आजको लागि यति नै हो हाम्रो भ्लगै भनौँ न हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यसपालिको भिडियो चाहिँ अब हाम्रो यति नै हो अब हाम्रो यस्तै हामीले आफैले गरे चुर्का नगरे पनि अब अरू एक्स्ट्रा भिडियोहरू त हाम्रो ग्रुपको आइ नै रहन्छ नि त त्यसमा चाहिँ फेरि भेटौँला है त अहिलेलाई भने